के छ साथीहरू हिजो भ्लग बनाउनै पाएन म त बिर्सिरा भ्लग बनाउने बिहान पनि बिर्सी बेलुका पनि यस्तो झ्याउ लाग्यो त्यही भएर आजलाई छोडिदिउँ भोलि बनाउँ भनेर बनाइनँ। अब आज चाहिँ सोमबार छुट्टी छ, अब कतै घुम्न जानु पऱ्यो भनेर सोचेको थिएँ मैले। अनि बाबालाई फोन गरेको थिएँ फ्री छस् भनेर, फ्री छु भन्थ्यो। घुम्न जाऊँ न त भनेको, मम्मीलाई सोध्नुपर्छ भन्दै थियो। ल त सोधेर भन्छ भनेको, सोध्दैछ अब के हुन्छ हेरौँ। अब भयो भने चाहिँ अनि हामी एक ठाउँमा जाँदैछौँ है। यहाँनिर के हो केले काट्यो केले काट्यो थाहा नै भएन। अब अस्ति भर्खर काटेको दाह्री आइसक्यो, फेरि काट्न छ है। यस्तै छ अब क्लिन सेप 1 महिना जति क्लिन सेपै बसौँ भनेर सोचिरहेको छु। अब हेरौँ के हुन्छ है। आज चाहिँ घुम्न गइन्छ होला मलाई जहाँसम्म लाग्छ। ल साथीहरू हामी घुम्न गयो भने म बाटोमा भ्लग बनाउँछु है त। ल हेलो साथीहरू के छ आज चाहिँ होइन जाने प्लान क्यान्सल भइहाल्यो क्या अरे। अब हामी हरि भाइसँग ट्याक्क उता गएर आएको, चटपट खाएर आएको है। बल्ल बल्ल खायो भने खुवाउन स्यालेरी आएको थियो है यसको, त्यो पनि खुवाउन नभने 1 कप चिया खाऊ भनेको नि त्यो नि मानेन। भर्खर भात खायो किन खान्छ हिजो चिया कति खानु चिया खानुहुन्न, खान त परिहाल्यो। कोलेस्ट्रोल बढ्छ साथीहरू, चिया खानुहुन्न है। कालो चिया खाने बरु पानी तताएर चिया खानुहुन्न। के छ अनि हालखबर हरि भाइ? ठिक छ। अब बिदाको दिन मस्त छ नि हरिलाई। बिदाको दिन पनि बस्यो घर, उता काम हुन्न, कामको दिन पनि काम हुन्न, बस्यो घर। अरे कहाँ घरमा बसिरहेको त? म अघि भर्खर नुहाएर त आएर मात्रै निस्क्यो भने अरू अन्त्य जाने प्लान थियो मेरो। पर्छ जानु पनि काम थियो मम्मीसँग लिएर। उसको गर्लफ्रेन्ड भेट्न जानु पर्ने थियो अरे। अनि म आएर चाहिँ अनि त्यसपछि उसको प्लान क्यान्सल भएको अरे। क्यान्सल भयो होइन त आएर गएको तैँले लिएर हिँड्यो होइन बुढौली पनि बोल्थ्यो ए जाउँ जाउँ बुढो जाउँ भनेर भन्यो उसले होइन। यता हाम्रो यहाँ बुढौली पार्क छ होइन, पार्कमा केटीहरू छन्, केटीहरू हेरेर बसिरहेको हो। के भन्नु, यता म भिडियो बनाउँदैछु उता केटीहरू हेरेर बस्छ। के भन्नु, गाह्रो छ साथीहरू, यस्तै छ के गर्नु है। के छ अनि हरि भाइ कतिखेर जानु पर्छ? अब जानु होला, अब जानु पर्छ साथीहरू हरि भाइ है। के काम अरे? मम्मीले सामान लिएर आइज भनेको। ए सामान लिएर आयो र साथीहरू म पनि घरतिर गएर सुत्नु पऱ्यो। के गर्नु यस्तै छ है। आज कहाँ कतिलो गर्ने के गर्नु, कतिलो गरिरहेको छु नि होइन, कतिलो गर्ने हेर मुजी यता आइज मर्ला। ए यता हेर्नु यता हरि भाइ के छ भने यता हेर्नु त नुहाइस खोलामा ननुहाउने भयो। अब यति नै है साथीहरू। अब हरि घरतिर जान्छ अनि म पनि घरतिर जानु पऱ्यो। अनि बेलुकातिर निक्लौँला साथीहरू। ल के छ साथीहरू म यता हाम्रो गाउँबारीतिर आएको छु है। आज त्यस्तै हो, घुम्न जाने भने पनि एउटाले घात गरिदिइहाल्यो, आउँदै आएन, फोन पनि उठाउँदैन, मेसेज पनि हेर्दैन। के गर्नु गाह्रो छ। एक दिन छुट्टी हुन्छ कतै जाउँ भने भन्यो, आफ्नो साधन छैन, केटाहरूले बोलायो छैन, आउँदैनन्। के गर्नु गाह्रो छ साथीहरू, यस्तै छ। पर्सा गएर आयो एकचोटि, पर्साको भ्लग बनाउनै बिर्सियो। के गर्नु यस्तै हो है। माथि कौवाहरू कहाँ गरेर के हो त्यो बवाल भ्यू छ नि साथीहरू, त्यो बवाल भ्यू देखिरह यहाँ है। त्यो कहाँ गरेर माथि हेर त आमा कहाँ गरौँ। यस्तो हाम्रो यहाँनिर यस्तै छ है। ट्याक्क अब 1 महिनामा गाउँ पनि काट्न बेला भइसक्छ है, काट्ने बेला भइसक्छ 1 महिनामा। यस्तै छ। अब कहिले भिडियो लामो हुन्छ, कहिले छोटो हुन्छ है। जे भए पनि अब हेरिदिनु पर्यो है। अस्तिको भिडियो हेर्नु भएर हुन्छ साथीहरू, गएर हेरिदिनु होला है।
त्यही नै हो आजलाई यति नै साथीहरू। 2-3 मिनटभन्दा भिडियो भएको छैन आज। राम्रोसँग गएर हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। भोलिदेखिबाट चाहिँ थम्बनेल पनि हालिदिन्छु म। थम्बनेल पनि हाल्न सिकिरहेको छु, अब हाल्छु है भोलिदेखिबाट चाहिँ थम्बनेल पनि। आजको लागि चाहिँ हाल्दिनँ, आज चाहिँ भोलिदेखिबाट हाल्छु म। यस्तै छ के गर्नु है। के छ साथीहरू, खानासाना खाइयो, अब ट्याक्क सुत्नुपर्छ होमवर्कसम्म गरेर है। आजको लागि यति नै हो, ब्लग सानो भयो आजको लागि, के गर्नु यस्तै छ है। कहिले ठुलो कहिले सानो हुन्छ, तर हेरिदिनु होला, सबै हेरिदिनु होला है। हिजोको पनि हेरिदिनु भएर रहन्छ, अस्तिको हिजो त ब्लग बनाउनै बिर्सेँ मैले है हिजोको। बिस्तारै हुँदैछ, बिस्तारै सम्झिन्छु। कहिले ब्लगै बनाउनु बिर्सिन्छु, आज पर्साको ब्लगै बनाउनु बिर्सेको थिएँ मैले है। यस्तै छ साथीहरू। ल आजको लागि यहीँ हो इन्ड है त। ल साथीहरू ल।